नमस्कार, टुडे न्यूजमा यहाँलाई स्वागत छ। म सरस्वती लामा। न्यूज सुरु गरौं। आज बिहानै वीरगञ्जमा दुईजना संक्रमितको मृत्यु भएको सम्बन्धी प्रसंगबाट। वीरगञ्जमा मंगलबार एकै दिन 2 जना कोरोना संक्रमितको मृत्यु भएको छ। 12 को जितपुर सिमरा उपमहानगरपालिका 2 का 40 वर्षीय र वीरगञ्ज महानगरपालिका 25 की 65 वर्षीय 2 जना महिलाको मृत्यु भएको हो। दुवै जनाको मृत्यु नारायणी अस्पतालको आइसोलेसन वार्डमा भएको अस्पतालले जनाएको छ। 12 की 40 वर्षीय महिलालाई वैशाख 9 गते नारायणी अस्पतालमा उपचारको लागि ल्याइएको थियो। सोही दिन भएको पीसीआर परीक्षणको क्रममा कोरोना संक्रमण पुष्टि भएको थियो। मंगलबार बिहान 1:30 बजेतिर उनको मृत्यु भयो। कडा निमोनियाको कारण उनमा श्वास प्रश्वासको बढी समस्या थियो। वीरगञ्जकी महिलालाई वैशाख 13 गते नारायणी अस्पतालमा भर्ना गरिएको थियो। एन्टिजेन विधिबाट परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो। उपचारकै क्रममा मंगलबार बिहान 3 बजे उनको मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिनुभएको छ। अस्पतालमा 75 जना संक्रमित रहेकोमा 5 जना डिस्चार्ज भएका छन् भने बाँकी 48 जनाको अवस्था क्रिटिकल नै रहेको डाक्टरले बताएका छन्। गोंगबुमा रहेका नयाँ बस पार्कमा घर जाने यात्रुको भिडभाड बढेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको सोमबार बसेको संयुक्त बैठकले वैशाख 16 गते बिहानैदेखि काठमाडौँ उपत्यकामा निषेधाज्ञा लगाउने निर्णय गरेसँगै घर जाने यात्रुको संख्यामा वृद्धि भएको हो। अन्य समयमा यात्रु नपाएर खाली हिँड्न बाध्य रहेका सार्वजनिक यातायात सोमबारको निर्णयसँगै भरिभराउ यात्रु बोकेर गन्तव्यतर्फ लागेका छन्। काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सोमबार 2 दिन यात्रुलाई घर जाने समय दिएको बताएसँगै आज बिहानैदेखि नयाँ बस पार्कमा घर जान यात्रुहरूको भिड लागेको हो। लामो दूरीका सार्वजनिक यातायातमा सीट नभएको यात्रुले गुनासो गरेका छन्। बझाङ जानका लागि टिकट काट्न सोमबार साँझ नयाँ बस पार्क पुगेका जयराज जोशीले टिकट नपाएको गुनासो गर्नु भएको छ। लामो दूरीका गाडी थोरै भएका कारण पनि नयाँ बस पार्कमा टिकट अभाव भएको हो। साथै सरकारले निषेधाज्ञाको निर्णय गरेसँगै जहाजमा समेत टिकट पाउन मुस्किल भएको छ। नयाँ बस पार्कबाट अहिले देशैभरिका 65 भन्दा बढी जिल्लामा सार्वजनिक यातायात ओहोर दोहोर गर्दै आइरहेका छन्। नयाँ बस पार्कमा दैनिक 800 देखि 1000 सार्वजनिक यातायात दैनिक ओहोर दोहोर गर्दै आइरहेका छन्। काठमाडौँ महानगरपालिकाको स्वामित्वमा रहेको 161 रोपनी क्षेत्रफलमा निर्माण गरिएको नयाँ बस पार्कमा 1500 भन्दा बढी सार्वजनिक गाडी पार्किङ गर्न मिल्ने लोत्सेले बहुउद्देश्य प्रणालीले जनाएको छ। कोरोना भाइरसको संक्रमण बढ्ने क्रम जारी रहेको बेला धनुषामा जानकी मेडिकल कलेजको रमदैया स्थित शिक्षण अस्पताललाई कोरोना अस्पतालको रूपमा सञ्चालन गर्न निर्णय गरिएको छ। नेपालमा कोरोना भाइरसको नयाँ भेरिएन्टको प्रकोप बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय धनुषामा भएको सर्वपक्षीय छलफलमा कोरोना भाइरसका संक्रमितहरूको उपचारका लागि मेडिकल कलेजको शिक्षण अस्पताल रमदैयालाई कोभिड-19 अस्पतालको रूपमा सञ्चालन गर्ने निर्णय गरिएको छ। उक्त छलफलमा अस्पतालमा थप सेवा सुविधाका लागि प्रादेशिक अस्पताल, प्रदेश सरकार र संघीय सरकारसँग समन्वय गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ। संक्रमितको उपचारमा सो अस्पतालको शय्या अपुग भए अन्य निजी अस्पतालहरूलाई समेत बनाउन सकिने निर्णय गरिएको धनुषाको प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद वास्तोलाले जानकारी दिनुभएको छ। गत वर्ष पनि सो अस्पताललाई कोभिड-19 अस्पतालको रूपमा प्रयोग गरिएको थियो। प्रदेश नम्बर 2 को अस्थायी राजधानी जनकपुर धाममा समेत कोरोना संक्रमितको संख्या बढ्न थालेको छ। पछिल्लो 24 घण्टामा सोमबार यस प्रदेशका 164 संक्रमित भेटिए, जसमध्ये 22 जना धनुषाकै रहेका छन्। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पर्सामा सबैभन्दा बढी 86 जना संक्रमित थपिएका छन्। कोरोनाको दोस्रो लहर सुरु भएसँगै पुनः वीरगञ्ज हटस्पट क्षेत्र बनेको छ।
वीरगञ्जका अस्पतालहरू संक्रमितले भरिभराउ भएका छन्। दिनहुँ संक्रमितको संख्या बढ्न थालेका कारण वीरगञ्जवासीहरूमा त्रास फैलिएको छ। सोमबार रौतहट र सप्तरीमा 15 जना संक्रमित थपिएका छन्। महोत्तरीमा 3, सिराहामा 9, सर्लाहीमा 2 र बारामा 10 जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। प्रदेश नम्बर 2 मा सक्रिय संक्रमितको संख्या पनि वात्तै बढेको छ। आइतबार 1142 जना मात्र सक्रिय संक्रमित थिए, तर सोमबार यो संख्या बढेर 1303 पुगेको छ। सप्तरीको डाक्नेश्वरी नगरपालिकामा एकै परिवारका 11 सदस्य सहितको 15 जनामा कोरोना भाइरस संक्रमण भेटिएको छ। सो नगरपालिकाको वडा नम्बर 3 तरहीमा एकै परिवारका 11 जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिनुभएको छ। सुनसरीको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान गोपामा तरहीकी 95 वर्षीय महिला उपचारको लागि केही दिन अघि भर्ना हुँदा उनको परीक्षणको क्रममा संक्रमण पुष्टि भएको थियो। वृद्ध महिलामा संक्रमण पुष्टि भएपछि उनको परिवारका 15 सदस्यको पीसीआर परीक्षण गर्दा 11 जनामा संक्रमण पुष्टि भएको निमित्त प्रमुख यादवले जानकारी दिनुभएको छ। केही दिन अघि परिवारका 60 वर्षीय एक पुरुष भारतको राजस्थानबाट फर्किएको निमित्त प्रमुख यादवले जानकारी दिनुभएको छ। संक्रमित 11 जनालाई होम आइसोलेसन गरिएको छ। कोरोना भाइरसको संक्रमण जुनसुकै अवस्थामा पुगे पनि देशैभित्रकै उत्पादित अक्सिजनले आफूले सरकारले पुग्ने सरकारले दाबी गरेको छ। भारतमा अक्सिजनको अभाव भएर धेरै संक्रमितले ज्यान गुमाउनु परिरहेको भए पनि नेपालमा अक्सिजन ग्यास उत्पादनमा कुनै समस्या नरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनु भएको छ। अक्सिजन उत्पादन बारे आफूहरूले उद्योगीहरूसँग नियमित छलफल गरिरहेको भन्दै उहाँले नेपालमा चाहिने जति अक्सिजन देशभित्रै उत्पादन भइरहेको बताउनुभयो। अक्सिजन प्लान्ट रहेका अस्पतालहरूमा पुरै उत्पादन गर्नुपर्ने र प्लान्ट नभएका अस्पतालले तत्काल अक्सिजन लिएर राख्न गौतमको आग्रह छ। सरकारले देशैभित्रकै उत्पादनले पुग्ने देशभरका अस्पतालसम्म पुर्याउन भने सिलिन्डरको अभाव हुने देखिएको छ। सिलिन्डर पर्याप्त भए दैनिक 30,000 भन्दा धेरै बिरामीलाई अक्सिजन दिन सकिने नेपाल अक्सिजन उत्पादक संघका महासचिव नारायण दत्त तिमिल सिन्हाले बताउनु भएको छ। उद्योगीहरूले तत्कालै 30 देखि 40,000 सिलिन्डर आयात गर्न पनि सरकारलाई सुझाव दिएका छन्। खाली भएको सिलिन्डर उद्योगसम्म पुर्याउने र उद्योगबाट अस्पतालसम्म पुर्याउन समय लाग्ने भएकाले धेरैजसो सिलिन्डर बाटोमै हुने र बिरामीको लागि थोरै मात्र सिलिन्डर पुग्न सक्ने भएकाले तत्काल सिलिन्डर आयात गर्नुपर्ने देखिएको अक्सिजन ग्यास उत्पादक संघले जनाएको छ। नेपालमा अहिले विभिन्न ठाउँमा 20 वटा अक्सिजन उद्योग सञ्चालनमा छन्। 5 ठूला उद्योगसँग झण्डै 12,000 र अरू उद्योगहरूसँग 2,000 को दरले अक्सिजन सिलिन्डर छन्। देशैभरि 90,000 सिलिन्डर रहेको अनुमान गरिए पनि यसको निश्चित लेखाजोखा भने भएको छैन। जनता समाजवादी पार्टी जसपा नेपालका केन्द्रीय सदस्य रामरिझन यादवले अशोक यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल जिल्ला समन्वय समिति सिराहा अवैध रहेको बताएका छन्। पार्टीको विधि प्रक्रिया विधान र समायोजन निर्देशिकासँग पटक्कै मेल नखाएको समायोजन अवैध भएको उनले बताएका छन्। सिराहाको गोलबजारमा अशोक यादव नेतृत्वको जसपा समन्वय समिति सिराहाले आयोजना गरेको सिराहा जिल्लाका केन्द्रीय सदस्य प्रदेश समिति सदस्य लगायतको उपस्थितिमा भएको अन्तर्क्रिया कार्यक्रममा नेता यादवले यस्तो बताएका हुन्। सिराहा कार्यदलका सदस्य समेत रहेका नेता यादवले भने गोलबजार नगरमा सञ्जीव यादवको नेतृत्वमा समायोजन भएको नगर समितिलाई अवैध ठहराउनेहरू अशोक यादव नेतृत्वको जसपा सिराहालाई पनि अवैध भन्नुपर्ने बताए। पार्टीमा सबैले एकसाथ मिलेर हिँड्नुपर्ने बताए। त्यस्तै जसपाका केन्द्रीय सदस्य धर्मेन्द्र मोरबैता पप्पुले अशोक यादवसँग पार्टी हाँक्ने कुनै कार्य योजना र पार्टीको जिल्ला नेतृत्व लिन सक्ने आधार नहुनुको साथै असक्षमता प्रस्तुत गरेको बताएका छन्। उनले भने सिराहामा जसपा दिशाहीन गतिमा गइरहेकोले सबैले मिली ट्र्याकमा ल्याउनु पर्ने अवस्था आइसकेको बताए। 1-2 जना भरौटेहरूले नै जसपा वैकल्पिक शक्तिको बाधक बन्न पुगेको बताएका छन्।
पार्टीको विधान निर्देशिका र कार्य पद्धति अनुसार पार्टीलाई डोर्याउन सक्ने क्षमता भएकालाई पार्टीको नेतृत्व दिन सुझाव दिए। त्यस्तै जसपाका अर्का केन्द्रीय सदस्य विनय दनुवारले कार्यक्रममा विचार राख्दै जसपा सिराहामा देखिएको विकृतिहरूलाई साम्य पार्नुपर्ने र सबैले एकजुट भई अगाडि बढ्नुको विकल्प नभएको बताउनुभयो। सिराहा जसपा पार्टी नेतृत्वलाई नेता दनुवारले खुलेर विरोध गरे। कार्यक्रममा जसपा सिराहाका केन्द्रीय सदस्य किशोर यादव, राजलाल यादव, मनोरञ्जन गोइत, रोहित महतो, सिराहा नगरपालिकाका मेयर अशेश्वर यादव, प्रदेश कोषाध्यक्ष रेणु यादव, डाक्टर वीरेन्द्र महतो लगायतले अशोक यादवको काम र उसको नेतृत्वप्रति व्यापक असन्तुष्टि व्यक्त गरेका थिए। जसपा नेपाल गोलबजार नगरमा समानान्तर नगर समिति समेत रहेका छन् भने सिराहा जिल्ला समन्वय समिति पनि समायोजन निर्देशिका विपरीत समायोजन भएको भन्दै जिल्लामा व्यापक असन्तुष्टि रहेको छ। अब अन्तर्राष्ट्रिय प्रसंग। भारतमा पछिल्लो 24 घण्टामा 3,23,144 जनामा कोरोना भाइरस कोभिड-19 को संक्रमण पुष्टि भएको छ। भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार सो अवधिमा 2,771 कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको समग्र संख्या 1,76,00,000 नागेको छ। त्यस्तै अहिलेसम्म भारतमा कोरोना संक्रमणको कारण 1,97,894 जनाको मृत्यु भइसकेको छ। पछिल्लो 24 घण्टामा भारतको महाराष्ट्रमा सबैभन्दा धेरै 48,000 भन्दा धेरै नयाँ संक्रमित थपिएका छन्। त्यस्तै उत्तर प्रदेशमा कोरोनाका नयाँ संक्रमितको संख्या 33,000 भन्दा धेरै देखिएको छ। कर्नाटकमा पनि 29,000 भन्दा धेरै नयाँ संक्रमित थपिएका छन्। सामाजिक गतिविधिमा गरिएको कडाईको कारण भारतको दिल्ली तथा महाराष्ट्रमा भने दैनिक नयाँ संक्रमितको संख्या घटेको छ। भारतमा कोरोनाको सक्रिय संक्रमितको संख्या पनि 28,82,000 नागेको छ। भारतमा लगातार 6औं दिन 3 लाख भन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको हो। भारतमा कोरोना संक्रमण निरन्तर बढेसँगै बेलायतले आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ। मंगलबार बेलायतले पठाएको स्वास्थ्य सामग्री भारत आइपुगेको हो। फ्रान्स र अमेरिकाले पनि भारतलाई आवश्यक स्वास्थ्य सहयोग गर्ने बताएका छन्। भारतले पनि अस्पताललाई सहयोग गर्न सेना परिचालन गर्ने निर्णय गरेको छ। अब खेल प्रसंग। नेपाल सुपर लीग फुटबल अन्तर्गत आज धनगढी एफसी र काठमाडौँ रेजर्स खेल्दैछन्। खेल दिउँसो 3 बजे दशरथ रंगशालामा सुरु हुनेछ। धनगढीले पहिले खेल हारेको थियो भने काठमाडौँले पहिलो खेलमा ललितपुरलाई हराउँदै 3 अंक बटुल्न सफल भएको थियो। प्रतियोगिताको विजेताले 35 लाख रुपैयाँ हात पार्नेछन् भने दोस्रो हुनेले 15 लाख रुपैयाँ हात पार्नेछन्। यस्तै 6 जना उत्कृष्ट खेलाडीले 1 लाख रुपैयाँ पाउनेछन् भने म्यान अफ द म्याच र उदयमान खेलाडीले क्रमशः 25 र 10,000 रुपैयाँ पाउनेछन्। इन्डियन प्रिमियर लीग आईपीएल क्रिकेट अन्तर्गत गैराती भएको खेलमा कोलकाता नाइट राइडर्सले पंजाब किङ्सलाई 5 विकेटले हराएको छ। अहमदाबादमा पंजाबले दिएको 124 रनको सामान्य लक्ष्य कोलकाताले 16 ओभर 4 बलमा मात्रै 5 विकेट गुमाएर भेटायो। कोलकाताको लागि कप्तान इयोन मोर्गनले नट आउट 47 र राहुल त्रिपाठीले 41 रन बनाएका थिए। यसअघि पहिले ब्याटिङ गरेको पंजाबले 20 ओभरमा 9 विकेट गुमाएर 123 रन मात्रै बनायो। उसका लागि मयंक अग्रवालले सर्वाधिक 31 रन बनाएका थिए। कोलकाता 4 अंक सहित तालिकाको 5औं स्थानमा छ भने समान अंक रहेको पंजाब 6औं स्थानमा छ। हवस् त, यसका साथै टुडे न्यूज अहिलेलाई सकियो। हाम्रो अर्को बुलेटिन लिएर पुनः उपस्थित हुने नै छौं। टिभी टुडे जनकपुर हेर्दै गर्नुहोला। नमस्कार।